कटुडमा जानु आँटेको रहेछ बच्चा अर्कोलाई फेरन दिन आँटेको खै हेरौँ त कस्तो छ मौरी चाहिँ टनाटन छ यो डुड सार्ने हो नुन सार्ने होइन अर्कोलाई बच्चा दिने बच्चा सार्ने व्यापक राउन्ड रहेछ है उहाँ चाहिँ सुखबहादुर राई हाम्रो चाहिँ एग्रो फर्म चलाउनुहुन्छ उहाँ विशेष गरी मौरी पालनमा ध्यान दिनुहुन्छ बच्चै भन्न छैन अब कुन दिउँ त हो त्यो सार्नु पर्यो नि समस्या भयो म पनि अलिअलि रहेछ नि काका म अब बनाउने सिजन भयो अस्ति गएको साल कति लाखको बोज्नु भयो अरे मौरी मात्रै मौरी मात्र 1 लाखको बेचियो नि माउ मात्रै होइन म मात्रै डुड भन्दा बाहेक अनि यसपालि कति बेच्ने हो त लगभग 1 नै पुग्छ होला एक जति बेच्नुहुन्छ माउ चाहिँ यसपालि कति डुड आयो नयाँ 6 घर जस्तो आयो होला 6 घर फेरि आउने क्रम छ नि यो कार्तिकभरि आउँछ होइन अझ कार्तिकभरि आउँछ म पनि अलिअलि रहेछ म चाहियो भने तपाईँ भाले पनि बनाउन सुरु गरिरहेछ रानी बनाउनु खोजे जस्तो छ है यो भाले भालेको सिजन आयो अनि सुन्नु त तपाईँ एग्रो फर्मको नाम के अरे स्मृति एग्रो फर्म होइन यहाँ हेर्नुहोस् ल हाम्रो 1 नम्बर वडाको 1 नम्बर मौरी पालक किसान सुखबहादुर राई उहाँले चाहिँ वर्षमा 1 लाखको चाहिँ मौरीको माउ मात्रै बेच्नुहुन्छ यो पटक पनि उहाँले 1 लाखको नै बेच्ने टार्गेट राख्नु भएको छ र उहाँसँग कति 30 जोड होइन 33 घर अहिले छ र उहाँले यो पटक पनि बेच्ने क्रममा हुन्छ म पनि बेच्नुहुन्छ नि तपाईँले म कति बेच्नुहुन्छ म त माउ बेचेपछि कहाँ हुन्छ हो त्यस्तै 10-12 हजारको हुन्छ म चाहिँ यहाँ मौरीको चरणको निम्ति राम्रो ठाउँ हो नि होइन जङ्गलमा फुल फुल्दा राम्रो अब फुल फुलेन भने बर्खा सिजनमा जोगाउनु गाह्रो जङ्गल त राम्रो छ नि त यहाँ जङ्गल राम्रो भए पनि के गर्नु उनीहरूले खाना बर्खा सिजनमा गाह्रो पर्छ तपाईँको अर्गानिक मह हो नि यो अर्गानिक त नि चास्नीहरू दिनुहुन्छ कि दिनुहुन्न चास्नी दिएको भए त म भइहाल्थ्यो नि यस बेला चास्नी दिनुहुन्न होइन तपाईँ मौरी पालनबाट सन्तुष्ट हुनुहुन्छ मेरो ऊ यसो खर्च बढ्छ नि यहीबाट हो यो बाहेक के गर्नुहुन्छ तपाईँहरू यो बाहेक त अब केटाकेटीले अल्टै काम गर्छ म दिन रात त्यसैमा हो सुन्तला पनि फलाउनुहुन्छ नि त सुन्तलाहरू भनेको अब घर खर्च कतिको बेच्नु सुन्तला त्यस्तै भने कतिको बेच्यो त्यो थाहै हुँदैन मलाई 1 लाखभन्दा माथि बेच्नु भयो नि खोइ त्यस्तै होला यो पल्ट पनि त्यस्तै बेचिन्छ होइन नयाँ बिरुवाहरू पनि थपिरहनु भएको छ नि ल धन्यवाद